नमस्कार साथीहरू, धनको रहस्य च्यानलमा स्वागत गर्दछु। गहिरो सास लिनुहोस् र कल्पना गर्नुहोस् कि जीवन एउटा शान्त नदी हो र त्यस नदीको बहावसँगै एउटा सत्य बगिरहेको छ। त्यो सत्य हामी प्राय सुन्छौँ तर धेरै ढिलो गरेर मात्र बुझ्छौँ। त्यो सत्य यो हो कि लक्ष्मी कहिल्यै केवल धनको रूपमा बस्दिनन्, उनी त त्यस ऊर्जाको प्रवाहमा बस्छिन् जुन हाम्रो मनबाट बग्दै संसारसम्म पुग्छ। जब मन शान्त, स्वच्छ र सन्तुलित हुन्छ, तब यो ऊर्जा सहज रूपमा बग्छ। तर जब मनमा तनाव, अव्यवस्था र उल्झन जम्मा हुन थाल्छ, तब त्यही ऊर्जा रोकिन्छ। र जुन दिन ऊर्जा रोकिन्छ, त्यस दिन संसारको सबैभन्दा ठूलो धन पनि हाम्रो जीवनमा टिक्न सक्दैन। धेरै मानिसहरू भन्छन् कि उनीहरूको जीवनमा पैसा त आउँछ तर टिक्दैन। आउने बित्तिकै कुनै न कुनै तरिकाले हातबाट फिस्लिन्छ, कहिले बिरामी, कहिले विवाद, कहिले गल्ती, कहिले आकस्मिक खर्च। यस्तो किन हुन्छ? किनकि धन आफैमा कुनै ठोस वस्तु होइन। यो त ऊर्जाको एक रूप हो र ऊर्जा त्यहाँ बस्दैन जहाँ मनको नदी फोहोर, अशान्त र भरिएको हुन्छ। ऊर्जालाई बहाव चाहिन्छ र बहाव तब मात्र सम्भव हुन्छ जब भित्र ठाउँ हुन्छ, शान्ति हुन्छ, सन्तुलन हुन्छ। पुराना कथाहरूमा एउटा प्रसङ्ग पाइन्छ जब समुद्र मन्थन भयो, तब विभिन्न देवी देवता र दिव्य वस्तुहरू निस्किए र त्यही बेला लक्ष्मी प्रकट भइन्। उनी जलबाट निस्किन्, कमलमा बसेकी थिइन् र उनका हातबाट जलधारा बगिरहेको थियो। यदि यसलाई केवल कथा मात्र ठान्नुभयो भने यसको सार हराउँछ। यो एउटा सङ्केत हो, एउटा रूपक हो, ऊर्जाको विज्ञान हो। लक्ष्मी समुद्रबाट निस्कनु भनेको समृद्धि गहिराईबाट आउँछ, सतहबाट होइन भन्ने सङ्केत हो। कमलमा बस्नु भनेको फोहोरबीच पनि पवित्रता सम्भव छ भन्ने सन्देश हो, यदि भित्रको चेतना स्वच्छ छ भने। र उनका हातबाट बग्ने जलधारा भनेको जहाँ प्रवाह छ त्यहाँ धन छ भन्ने जनाउँछ। जहाँ पानी थामिएको हुन्छ त्यहाँ कुहिन्छ, त्यहाँ ऊर्जा बस्दैन। मन पनि त्यस्तै हो। यदि मनमा विचारहरूको भिड जम्मा भयो, पुराना दुःख, गुनासाहरू, अपुरा इच्छा, डर, त्यो मनले लक्ष्मीलाई कसरी स्थान दिन सक्छ? त्यो त पहिल्यै भरिएको छ। एउटा व्यापारी थियो। उसको घर सधैँ अव्यवस्थित हुन्थ्यो। मन सधैँ तनावले भरिएको हुन्थ्यो। पसल थियो, साधन थिए, तर पैसा टिक्दैनथ्यो। कहिले घाटा, कहिले झगडा, कहिले बिरामी। एक दिन उसले एक ज्ञानी व्यक्तिलाई सोध्यो, मसँग के कमी छ कि धन टिक्दैन? ज्ञानी मुस्कुराएर भने, तिमीमा धनको कमी छैन, प्रवाहको कमी छ। जहाँ मन बिखरिएको हुन्छ त्यहाँ लक्ष्मी टिक्दिनन्। व्यापारीले आफ्नो जीवन हेर्न थाल्यो। उसले देख्यो घरमा रिस धेरै थियो, बोलीमा कटुता थियो, मनमा अशान्ति थियो। उसले आफ्नो जीवनलाई बिस्तारै व्यवस्थित गर्न थाल्यो। मन शान्त बनाउन थाल्यो, घर सफा राख्न थाल्यो, सम्बन्धमा नम्रता ल्याउन थाल्यो। केही महिनामै उसको व्यापार बढ्न थाल्यो र पहिलो पटक पैसा टिक्न थाल्यो। यो कुनै चमत्कार थिएन। यो ऊर्जाको सरल नियम थियो। लक्ष्मीको बास स्वच्छ, शान्त र सन्तुलित मनमा हुन्छ। तपाईले देख्नुभएको होला, कुनै मानिससँग थोरै साधन भए पनि ऊ खुसी र सहज जीवन बिताउँछ, जबकि अर्को मानिस धेरै कमाए पनि बेचैन हुन्छ। पहिलो व्यक्तिमा प्रवाह हुन्छ, दोस्रोमा अवरोध। जब मन स्वच्छ हुन्छ, भित्र एउटा सुगन्ध फैलिन्छ। एउटा आन्तरिक सौन्दर्य जन्मिन्छ, सरलता, पवित्रता र सन्तुलनको सौन्दर्य। यही सौन्दर्यले लक्ष्मीलाई आकर्षित गर्छ। मनको अव्यवस्था जीवनमा अवरोध बन्छ। यदि तपाईको कोठा अव्यवस्थित छ भने के तपाईँ त्यहाँ शान्त बस्न सक्नुहुन्छ? स्पष्ट सोच्न सक्नुहुन्छ? होइन। त्यस्तै यदि मन अव्यवस्थित छ भने निर्णय पनि गलत हुन्छ र जहाँ निर्णय गलत हुन्छ त्यहाँ धन टिक्दैन। लक्ष्मी केवल धन होइन, मनको अवस्था पनि हुन्। र मनको अवस्था नै जीवनको परिणाम हो। एउटी राजकुमारीको कथा छ। उसको महलमा धेरै धन थियो तर ऊ सधैँ दुखी थिई। एक वृद्ध साधु आएर सोधे, सबै कुरा भएर पनि तिमी दुखी किन छौ? उसले भनिन्, मेरो मनमा शान्ति छैन। साधुले भने, शान्ति आयो भने सौन्दर्य आउँछ। सौन्दर्य आयो भने सन्तुलन आउँछ। अनि तिमीले बुझ्नेछौ कि धन बाहिरको होइन, भित्रको अवस्था हो। राजकुमारीले बिस्तारै आफ्नो अहङ्कार त्यागिन्, भित्र हल्कापन आयो। र त्यससँगै उनको जीवनमा समृद्धि सहज रूपमा आउन थाल्यो। समृद्धि कुनै बाहिरी घटना होइन। यो भित्रको लहर हो। जब तपाईँ आफ्नो मनमा हल्कापन अनुभव गर्नुहुन्छ, त्यही क्षण लक्ष्मीको पहिलो अनुभूति हुन्छ। जब तपाईँ गुनासाहरू हटाउनुहुन्छ, ऊर्जा बग्न थाल्छ। जब तपाईँ अरूलाई सम्मान गर्नुहुन्छ, समृद्धि तपाईको जीवनमा प्रवेश गर्छ।
लक्ष्मीको सम्बन्ध शान्ति, सन्तुलन, स्वच्छता र सौन्दर्यसँग छ र यी सबै भित्रबाट आउँछन्। ऊर्जालाई रोक्ने सबैभन्दा ठूलो कारण डर हो। डरले मनलाई बाँध्छ, भविष्यको डर, असफलताको डर, हानिको डर। डरले प्रवाह रोकिन्छ र जहाँ प्रवाह रोकिन्छ त्यहाँ समृद्धि रोकिन्छ। धनको प्रवाह तपाईँ कति कमाउनुहुन्छ भन्नेमा निर्भर हुँदैन। तपाईँ कति खुला हुनुहुन्छ, कति हल्का हुनुहुन्छ भन्नेमा निर्भर हुन्छ। जब मन भारी हुन्छ, लक्ष्मी प्रवेश गर्न सक्दिनन्। जब मन स्वच्छ हुन्छ, ऊर्जा आफै आउँछ। समृद्धि भित्रको अवस्था हो। मन जस्तो हुन्छ, जीवन त्यस्तै बन्छ। नकारात्मकता भनेको केवल भावना होइन, यो धुवा हो जसले मनको कोठा भरिदिन्छ। जहाँ धुवा हुन्छ त्यहाँ सुगन्ध टिक्दैन। त्यस्तै जहाँ गुनासो, ईर्ष्या, डर र कटुता हुन्छ त्यहाँ लक्ष्मी टिक्दिनन्। ईर्ष्या सबैभन्दा ठूलो विष हो। यसले भित्रैबाट ऊर्जा नष्ट गर्छ। तुलना गर्दा मन खाली हुन्छ। लक्ष्मी तुलना होइन, कृतज्ञता बुझ्छिन्। जहाँ कृतज्ञता हुन्छ त्यहाँ पूर्णता हुन्छ। जहाँ झगडा, अपशब्द र अविश्वास हुन्छ त्यहाँ अलक्ष्मी बस्छिन्, अव्यवस्था, शोर र कटुताको ऊर्जा। र त्यहाँ लक्ष्मी आफै टाढा जान्छिन्। समृद्धि त्यहाँ आउँछ जहाँ मन खुला हुन्छ, जहाँ प्रेम हुन्छ, जहाँ सम्मान हुन्छ। एक युवक सधैँ गुनासो गर्थ्यो, पैसा टिक्दैन, मानिसहरूले कदर गर्दैनन्। एक साधुले भने, तिमी कारण होइन, परिणाम हौ। तिमी भित्र कमी देख्ने दृष्टि छ, त्यसैले जीवनमा पनि कमी देखिन्छ। साधुले उसलाई एक हप्ता गुनासो नगर्न भने। केही दिनमै उसले अनुभव गर्यो, मन हल्का भयो, जीवन सजिलो भयो। नकारात्मकताले केवल वर्तमान होइन, भविष्य पनि बिगार्छ। मनको पवित्रता भनेको कुनै कर्मकाण्ड होइन। यसको अर्थ हो स्वच्छ विचार, हल्का भावना, कसैप्रति द्वेष नहुनु। पवित्र मनले सही निर्णय लिन्छ, सही निर्णयले सही अवसर ल्याउँछ र त्यसले समृद्धि ल्याउँछ। दुई साथी थिए, दुवै मेहनती र बुद्धिमान। तर एक धेरै अगाडि बढ्यो, अर्को त्यही रह्यो। अगाडि बढ्ने व्यक्तिमा कृतज्ञता थियो। यदि तपाईलाई यो उपयोगी लाग्यो भने लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सनुहोस्। कमेन्टमा आफ्नो प्रतिक्रिया दिनुहोस्। फेरि भेटौँला अर्को भिडियोमा। धेरै धेरै धन्यवाद।